हाम्रो बहिनी राजश्री बहिनी अनि रचना बहिनी अनि हाम्रो बाबुलजी खै कता हुनुहुन्छ? गइसक्नुभयो क्या? राजन सर सबैलाई एकदमै बधाई भन्न चाहन्छु। म यो गीतमा नभए पनि फिल्ममा चाहिँ छु। मैले गीत हेर्दै गर्दाखेरि मलाई एकदमै रमाइलो लाग्यो। कस्तो एनर्जेटिक गीत अझै एकचोटि हेर्न पाए हुन्थ्यो जस्तो लागिरहेछ। म चाहिँ तपाईँहरू सम्पूर्णलाई हाम्रो चलचित्र जताउलाई माया गरिदिनु होला। अनि तपाईँहरूलाई बरु गीत कस्तो लाग्यो कुन्नी? साँच्ची हो नि, मलाई चाहिँ एकदमै मन पर्यो है। बाँकी कुरा म यो गीतमा आबद्ध नभएकोले यस सम्बन्धी धेरै जानकार छैन। म चाहिँ गीतमा आबद्ध भएको उहाँहरूसँग नै तपाईँहरूलाई चाहिँ गीतको बारेमा दुई लाइन यसो दुईजनाको लिएर डुएट नै गर्ने कि हामीसँग अलिकति समयको कमी भएको जानकारी गराउन चाहन्छु। राजनजी के भन्नुहुन्छ? डुएट दुई लाइन के? ओके प्लिज। नमस्कार, उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार साथीहरू र यो चलचित्रसँग आबद्ध जति पनि हुन्छ यहाँहरू सबैजनालाई हार्दिक नमस्कार, अभिवादन टक्राउन चाहन्छु। र विशेष गरी आज चाहिँ मेरो लागि अलिकति पृथक पनि छ। म आफ्नै आफ्नै शब्द कम्पोजिसनमा धेरैजसो गीतहरू गरिरहेको र यसपालि भने हाम्रो लोकप्रिय गायक सर्जक बाबुल गिरिज्यूको यो शब्द सङ्गीतमा काम गर्ने अवसर मिल्यो। त्यसको लागि बाबुलजीलाई धेरै धेरै धन्यवाद र हाम्रो गौतम डङ्गोल दाई र निर्माता हाम्रो अञ्जन दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित हाम्रो जति पनि हुनुहुन्छ सबैजनालाई धेरै धेरै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र बहिनीसँगको यो मेरो चलचित्रको पहिलो गीत होला सायद। के भन्नु छ कि सिधै गाउने? सबैजनालाई नमस्ते। म चाहिँ यो जदौ चलचित्रसँग जोडिन पाउँदा एकदमै धेरै खुसी लागेको छ। र राजन राज दादासँग चाहिँ मेरो यो चलचित्रमा चाहिँ पहिलो गीत हो। अनि यसरी गीत गाउन पाउँदा म एकदम खुसी हुन्छु होइन। अब स्पेसली अझ फिल्ममा गीत गाउन पाउँदा एकदमै धेरै खुसी लाग्छ। र यस टिममा जोडिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो फिल्मको लागि पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। र बाबुल गिरी दादालाई पनि यहाँबाट सम्झिन चाहेँ। अघि त आएको छु भन्नुहुन्थ्यो, फेरि अहिले हुनु नरहेछ, कता जानुभयो। त्यही हो, अब एकदमै धेरै खुसी लागेको छ। गीत गाउने दादा? ओके, हामी आफ्नो पार्टको स्थायी एक लाइन गाउँ है त। यसलाई चाहिँ फेरि कस्तो भने टाइमिङ ठ्याक्क मिलाएर ताली दिएन भने गएको नगई मजै आउँदैन कि। ताली कताबाट सुरु हुन्छ होला त? ताली दिनु पर्यो नि त। 1 2 3 4 जनशीतलु पिपलु छायाको, जनशीतलु पिपलु छायाको, मनशीतलु काखैमा मायाको, मनशीतलु काखैमा मायाको, बदाम खजुर दर्शन सलाम ढोक दिया जदौ हजुर, दर्शन सलाम ढोक दिया जदौ हजुर, दर्शन सलाम ढोक दिया जदौ हजुर, दर्शन सलाम ढोक दिया जदौ हजुर। थ्याङ्क यू सो मच। साङ्गीतिक माहौल क्रिएट गरिदिनु भयो, धेरै धेरै धन्यवाद। जोरदार ताली दुवैजनाको लागि, सम्पूर्ण फोनका कास्टिङ टिमको लागि भन्दै हाम्रो अतिथिलाई स्वीकार्दै सुलेमान सन्तोषजी पनि हुनुहुन्छ। कहाँ हुनुहुन्छ? यसो हात वाइप गरिदिनु होला। ओके, यहाँलाई कस्तो लाग्यो गाना? 5मा 5 हो त? ओके, थम्स अप भइसकेको छ। नाम नीतिजी के भन्न चाहनुहुन्छ गीतलाई लिएर? सम्पूर्ण साथीहरूलाई नमस्ते। यहाँ आइदिनु भयो, धेरै धेरै धन्यवाद। हाम्रो फिल्म जदौ यही असोज 9 गतेबाट रिलिज हुन गइरहेको छ नेपालभरि। सधैँभरि जस्तै माया साथ दिनुहोला। र मेरो आँखा धमिलो भयो कि स्क्रिन धमिलो भयो चाहिँ बुझ्न सकिनँ, अलिकति डार्क लाग्यो। तर आशा गर्दछु हजुरहरू सबैजनालाई यो गीत मनपर्नेछ। थ्याङ्क यू। थ्याङ्क यू सो मच। अब भने राष्ट्रिजीलाई। नमस्ते सबैजना। एज इट इज माई फर्स्ट टाइम यहाँ, मलाई एकदम अलिकति नर्भस चाहिँ फिल भइरहेछ। तर सबै आई एम ग्रेटफुल फर एभ्रिथिङ। थ्याङ्क यू।
गवाची धन्यवाद तपाईँहरूलाई सम्पूर्णलाई यहाँ आइदिनु भयो। असोज 9 गते हाम्रो फिल्म रिलिज हुँदैछ। यो डेट चाहिँ हिजो आज नै फाइनल भएको होला सायद। मैले पनि अलिकति म पनि अनुहार र यो गीतमा देख्नुभयो अलिकति ग्लिम्स हाम्रो फिल्मको बारेमा छ। राजन दाईको छ। राजन दाईसँग मैले थुप्रो काम गरिसकेको छु। रचनासँग पनि त्यस्तै धेरै थुप्रो काम गरिसकेको छु। अब काजी दाई अनि मुकुन्द दाई उहाँहरूको छत्रछायामै नै मुकुन्द दाईले त मलाई पढाउनु पनि भएको छ। हजुर जस उहाँहरूको छत्रछायामा चाहिँ फिल्ममा मैले काम गर्ने मौका पाएको छु, प्रयास गरेको छु। आशा छ तपाईँहरूलाई अब यो भिडियो त हेरिसक्नुभयो। अब आगामी दिनमा फेरि ट्रेलर टिजरहरू आउनेछ र असोजमा फिल्म पनि आउँदैछ। आशा छ मन पर्नेछ तपाईँहरूलाई। हस् धन्यवाद। आदरणीय नरेश दाईलाई के भनिदिन अनुरोध गर्दछु। हम नाच्ते नहीं नचाते भनेर मैले रामजी लामिछानेलाई भने होइन दाइ यसो कमर समर भाँच्दिनु न भइहाल्छ नि भनेर म पनि सायद पहिलोचोटि होला कुनै गीतमा मेरो पनि इन्ट्री भएको। मलाई चाहिँ त्यो सुटिङको बेला नै मैले यो गीत सुन्दाखेरि नै मैले यो गीत त सुपर हिट हो भने मैले सुटिङभन्दा अगाडि नै भनौँ न सुटिङको माहौलको बेलामा हामीले मुलबानीमा रोयल प्यालेस होटलमा सुटिङ गरेको छ। अब अहिले हेर्दाखेरि त झन् बवाल लाग्यो। यसो सुपर हिट सङ। ल सबैलाई धन्यवाद आइदिनु भयो। सर्जन श्रीको लागि धन्यवाद ज्ञापन गर्दै अब Q&A को लागि फ्लोर ओपन भएको जानकारी गराउन चाहन्छु। हामीसँग धेरै समय बाँकी छैन, यसैले कृपया हात उठाइदिनु होला। हामी माइक्रोफोन हस्तान्तरण गर्नेछौँ यहाँलाई।